जनता क्लस्टर हो हामी गेट हामी बस्ने एरिया हो हेर्नु कस्तो राम्रो कति राम्रो छ ए म त हाल्नु राम्रो छ यस्तो राम्रो छ है हेर्नु यतातिर घर यस्तो राम्रो एउटै छ पहिला पहिला म त झन् के गर्थेँ भने नि सेम हामी बसेको जस्तै सेम घर हुन्थ्यो नि म हामी बस्ने घरै चिन्दिनँ थियो कि पछि चाहिँ नम्बर हेरेर चाहिँ अनि चिन्न त्यस्तोलाई भन्छ धेरै मल्टी ट्यालेन्टेड अहिले पनि म बस्ने घरको नाम पनि थाहा नहुने यसलाई चाहिँ मल्टी ट्यालेन्टेड भन्छ जुन क्लस्टर हेरे पनि सेम लाग्ने अनि हामी कहाँ आयौँ एउटै ठाउँमा छु जस्तो के भनेकोमा चाहिँ हामी पनि त्यस्तै थियौँ म पनि त्यस्तै थिएँ भनौँ भने अहिले म पनि बेला बेलामा त कुन चाहिँ क्लस्टर आइपुग्यो भनेर अनि कुनै घर गुन्छ नि त यो घर त म पहिले आएको जस्तो पहिले आएको जस्तो फिल हुने कि सेम हेर्दा एउटै हुन्छ नि त त्यही भएर डिजाइन एउटै रुम पनि एउटै त्यो भित्र रुमहरू पनि एउटै अनि वासरुम बाथरुम सबै एउटै हुन्छ यो चाहिँ नहाल्ने किनकि हामीले आफ्नो खुलासा गरेको छौँ